विशेष गरी यो ठाउँसम्म आइपुग्दाखेरि चाहिँ यो ढुङ्गा जसले उचाल्छ उहाँहरूको 7 जन्मसम्मको पाप नाश हुन्छ भन्ने भनाइ रहेछ र मैले पनि ट्राई गरेको छु। विशेष गरी हामीले चाहिँ तलबाट पूजा गर्दै गर्दै आइसकेपछि लास्टमा चाहिँ मेन मुख्य मन्दिर आउँछ, भगवान विष्णुको मन्दिर। यहाँ चाहिँ पूजा गरिसके पछाडि हाम्रो घुम्ने कार्यक्रम सुरु हुन्छ। र मन्दिर अगाडि एउटा धर्मशाला छ, यहाँ चाहिँ एउटा ढोलक पनि राखिएको रहेछ र यहाँ विभिन्न भक्तजनहरूले चाहिँ भजन कीर्तन पनि गाइरहनु भएको छ। यता यो अगाडिको मुख्य मन्दिर हो, यतापट्टि भक्तजनहरूले भजन कीर्तन गाइरहनु भएको छ। धेरै रमाइलो ठाउँ छ। अब यहाँबाट यता झोलुङ्गे पुलतिर घुम्न जान्छन् धेरै जसो चाहिँ। झोलुङ्गे पुल नजिकै छ। आज चाहिँ हाम्रो मन्दिरभित्रको पूजाआजा कार्यक्रम चाहिँ यहीँ सकिएको छ र बाँकी भनेको चाहिँ यता झोलुङ्गे पुलतिर घुम्न जाने रमाइलो गर्ने कार्यक्रम छ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।